यतापट्टिको चाहिँ धमाधम यसरी चाहिँ गाह्रो अब अन्तिम चरण आइपुग्नु लाग्यो। यो देखिएकोदेखि उँभो चाहिँ सबै संस्थाले आफूले गर्नुपर्ने भएकोले गर्दा यहाँदेखि उताको चाहिँ प्रदेशबाटको बजेटले गरेको, त्यहाँदेखि उँभोको चाहिँ भनेको संस्थाले नै गर्नुपर्ने कामहरू हुन्। यो अलिकति अस्ति भनेको भन्दा हिसाब अलिक बढी निस्किएको छ। यसमा चाहिँ यो माथि जस्तो समय ठोकाउनु पर्ने भएकोले गर्दाखेरि इँटा पनि अलिक बढी जाने भयो। अनि यो माथिको चाहिँ जुन यो माथि ट्रसको त्यो माथि च्यानल देखेकोमा चाहिँ त्यहाँ चाहिँ इँटा जाँदैन। त्यसमा चाहिँ अब त्यो बोट उतापट्टिको चुली सँगसँगैकोसँग मेरा लाउनु पर्ने हुन्छ। यसमा चाहिँ यो मुनिको खाली भागमा चाहिँ इँटोको कारणै जाने। यताको चाहिँ एकदम फाइनल हुँदा चाहिँ यो खालको हुने रहेछ, मेरो छैन यो खालको भयो। र यताको चाहिँ अन्तिम यति मात्र पुग्यो। काम अझै बाँकी नै छ। आज वैशाखको 5 गते आइसकेछ। अब हामीहरूले जेठको 5-6 सम्ममा चाहिँ यो काम फाइनल गर्नुपर्ने। कसरी गर्न सकिन्छ भन्ने यहाँ तनाव त्यस्तै तनाव भइरहेछ। सबैजनालाई जुटेर चाहिँ सल्लाह सुझाव सबैले चाहिँ लागि परौँ है भन्दै काम धमाधमै हुँदैछ। अहिले चाहिँ हाम्रो यहाँ काम गर्ने ग्रुपहरू चाहिँ जम्मा 3 ग्रुप छन्। सायद आज र भोलिबाट चाहिँ प्लास्टरको पनि चाहिँ ठेकदार कामदार आउनुहुन्छ र हिजो पनि फोन गरेको थिएँ। आज र भोलिबाट हिजो नै भोलिबाट चाहिँ आउँछु भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। हाम्रो यो प्लास्टरको लागि सिमेन्ट पनि झरिसकेको छ। त्यो यता काउन्टरमा एउटा त्यहाँ बट्टामा भएको एउटा के अरे पहेँलो बट्टामा एउटा त्यहाँ सामान आएको भने त ब्रेक प्याड जस्तो हाम्रो गाडीको सिमेन्ट झारिसकियो। बालुवा प्लास्टरको लागि बालुवा पनि झारिसकेको छु। अब कोरा मसिनोको लागि आज झर्छ बालुवा। धमाधम चाहिँ हाम्रो कामहरू चाहिँ तीव्र गतिमा भइरहेछ। यहाँ टोयलेट पनि फेरि फिनिसिङको लागि हाम्रो साथीहरू धमाधम लागिराख्नु भएको छ। मसला बनाउँदै हुनुहुन्छ उहाँहरूले यहाँ प्लास्टरको लागि। एकै खाले राख्नु हालेर काम छैन हो। यो हाम्रो सभा हलको दृश्य कैद गर्दैछौँ। आजसम्मको दिन आउँदासम्ममा यति हुँदैछन्। अहिले चाहिँ हाम्रो मिस्त्री साथीहरू चाहिँ खाना खानु जानुभएको छ। प्लास्टर यो खालको प्लास्टर भइसकेको छ भित्रपट्टि, अनि तल्लोपट्टि बाहिर भएको छ भने अब यताको बाँकी नै छ। अहिलेसम्म चाहिँ हाम्रो यो भित्रको दृश्य संरचना यो खालको हुँदैछ है हजुर। सम्पूर्ण जिम्मेवारी सामु यो भिडियो पोस्टाउँदैछु। यताको पनि चाहिँ वारपार चाहिँ सिङ्गल गाह्रो भएकोले गर्दा यो हल्लिने भएकोले गर्दा यो खालको चाहिँ सपोर्टर दियो। यो सपोर्टर दिएर चाहिँ यस्तो खाले चाहिँ हामीहरू बनाउँदैछौँ। सम्पूर्ण जिमी राई आमा बुवा तथा दाजुभाइ दिदीबहिनी सामु यो भिडियो पुगोस् भन्दै यो भिडियो लिइरहेको छु। म चाहिँ निर्माण कमिटीको संयोजक तेज कुमार राई। काम धमाधम नै भइरहेछ।
र यो भिडियो मार्फत तपाईँहरू सामु देखाउँदैछु है हजुर। ल है यस्तो खालको भयो भित्रपट्टिको प्लास्टर। यो बिममा चाहिँ अलिकति बाँकी रहेछ, बिममा चाहिँ बाँकी छ अनि अरू चाहिँ सबैतिर भइसकेको छ। भित्र पार्टेसन हुनु बाँकी छ। यताको भित्र चाहिँ सबै प्लास्टर एक राउन्ड नै भइसकेको छ र अहिले चाहिँ प्लास्टर धमाधम बाहिरपट्टि हुँदैछ। यस्तो खालको चाहिँ संरचना भइसकेको छ। यो भिडियो सम्पूर्ण सामु पुर्याउँ। र अब बाहिरपट्टिको पनि म देखाउँछु। तल्लोपट्टि भइसकेको छ, जम्मा 3 पाटा बाँकी छ। अब प्लास्टर बाँकी भनेको यो देखिने यो माथिल्लो पाटो डल्लै भइगयो पल्लोपट्टि गरिराख्नु भएको छ। तल्लोपट्टिको पनि म दृश्य तपाईँहरूलाई देखाउँछु। यतापट्टिको भाग अहिले धमधम भइरहेको छ। यो चाहिँ मुनिपट्टिको भाग चाहिँ यस्तो भइसकेको छ। यो चाहिँ हाम्रो सभा हलको प्लास्टर अब धमाधम भइरहेछ। आज वैशाख 21 गतिसम्मको दिनसम्म चाहिँ हाम्रो कामको विवरण यो प्रकार भइरहेछ। अब बाँकी प्लास्टर भनेको हाम्रो यो जति देखिएको छ यति बाँकी हो। ल है हाम्रो संरचनाहरू चाहिँ सबै अब अहिले चाहिँ यस्तो खालको दृश्यहरू भइरहेछ। निरन्तर नै चाहिँ हाम्रो यो भिडियो मार्फत केन्द्र लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण जिमी राईहरूलाई दिन प्रतिदिनको अपडेट चाहिँ तपाईँहरूलाई म दिइराखेकै छु। 2082 साल वैशाख महिनाको चाहिँ 25 गते सम्ममा यतिको चाहिँ संरचना आइसकेको छ। सम्पूर्ण सामु यो भिडियो देखाउन गइरहेछु। यस्तो खालको भइरहेछ। हाम्रो सामानहरू अब करिब करिब सामान लगायत कामहरू पनि अन्तिम चरण आइपुग्यो भन्दा हुन्छ। अब माथि यति बाँकी छ। यो खालको चाहिँ संरचना भएको छ है। र प्रदेशको काम पनि अन्तिम अब उहाँहरूले धमाधम अब यो झ्यालको फ्रेमहरू अनि यहाँको ढोका पनि बाटोको संरचना यस्तो भएको छ। ढोका यो खालको भइसकेको छ। ढोका लगाइसक्नु भएको छ उहाँहरूले। फ्रेम पनि धमाधम लाउँदैछन् भन्दै फेरि अर्को क्लिपमा भेटौँला भन्दै सम्पूर्ण हाम्रो जिमी राई सामु चाहिँ यो भिडियो एकदम खुसीको छन्। अहिले गाउँबाट पनि चाहिँ यसरी चाहिँ हाम्रो सोलुखुम्बुमा निर्माण अधीन भइरहेको हाम्रो जिमीको हलमा गाउँबाट पनि चाहिँ यसरी चाहिँ हेर्नको लागि आइराख्नु भएको छ। सम्पूर्ण हाम्रो जिमी देश विदेशमा रहनुहुने गाउँमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी आमा बुवा सामु चाहिँ पनि यो भिडियो सबैले पस्क्यौँ भन्दै यो भिडियो लिइरहेको छु। यसरी हाम्रो चाहिँ आन्टीहरू दिदीहरू बहिनीहरू को चाहिँ यसरी चाहिँ आउनु भएको छ र हाम्रो अध्यक्षले यसरी ल्याउनु भएको छ। ल है त आज चाहिँ यो 82 सालको वैशाख महिनाको चाहिँ 27 गतेको दिनसम्ममा चाहिँ हाम्रो यो पार्टेसन पनि सकेको यो भिडियो मार्फत तपाईँहरूलाई सुनाउँदैछु। भोलिबाट चाहिँ यहाँ वायरिङको चाहिँ धमाधम पाइप बिछाउने काम हुन्छ। यो सबै यो रुमहरूमा अहिले इस्टिमेट दिइसकेको छौँ मिस्त्रीहरूलाई। यो चाहिँ वायरिङको लागि धमाधम यसरी चाहिँ आज दिनभर चाहिँ यो वायरिङको पाइप लाइनलाई यो चाहिँ भित्रको पार्टिसन भित्रको
हाम्रो दिन प्रतिदिनको कामहरूको विवरण यस्तै प्रकारको छ।